नमस्ते सबजनालाई। अहिले चुनावी माहौल छ है। के हुन्छ अब देशमा भन्ने खालको हालत छ। अब के होला त? अब के होला देशमा? अब के होला देशमा? अब के हुन्छ देशमा? त्यो सबजना अपडेट त लिइरहनु भयो होला यो चुनावको। मैले पनि केबाट अपडेट लिइरहेको छु। म सर्टली तपाईँहरूलाई टुर दिन चाहेँ है। फर्स्ट थिङ त मैले यो हाम्रो गभर्मेन्टकै वेबसाइटमा हेरिरहेको छु है। यसमा अब हाम्रो विजयी कतिवटा क्षेत्रमा भयो होइन, र कतिवटा ठाउँमा चाहिँ लिड गरिरहेछ भनेर यसरी हेर्न मिल्छ। र लिड गरिरहेको ठाउँ हेर्नु परेको खण्डमा यहाँ क्लिक गरेँ, ठ्याक्क देखाउँछ होइन। कोशी प्रदेशमा झापा 1 निशा डाङ्गे यति मत पाउनु भएको छ र लिड गरिरहनु भएको छ भनेर देखाएँ, राइट। अब सिमिलरली हामी जान्छौँ अर्को अर्को वेबसाइटमा है त। यो चाहिँ हाम्रो इकान्तिपुरको पनि पार्टी वाइज यसरी रिजल्ट दिएको छ। विन यति ठाउँमा, लिड यति ठाउँमा भनेर देखाइरहेको छ होइन। र अब लिड हेर्नु पऱ्यो हामीलाई, यसरी क्लिक गऱ्यौँ होइन। क्लिक गरे पछाडि चाहिँ यसमा ल कोशीको निशा डाङ्गी नै आयो होइन। अनि यति मत पाउनु भएको छ उहाँले, र लिडिङ गरिरहेको मत चाहिँ यति मतले चाहिँ लिड गरिरहनु भएको छ भने अझ मोर डिटेल आयो यसमा है। यसरी आयो र अब हामी अर्कोमा जान्छौँ। अर्को भनेको अनलाइन खबर होइन। अनलाइन खबरकोमा पनि एक्ज्याक्टली यसमा कति ठाउँमा अग्रता, कति ठाउँमा जित र समानुपातिक पनि देखाएको छ। यसमा अझ थप चाहिँ समानुपातिकको छ। र यसैमा अब हामीले अग्रतामा क्लिक गऱ्यौँ। अग्रतामा क्लिक गरे तापनि तर अग्रताको मात्र नभइकन यहाँनिर त विजयी भएको पनि देखाउँदो रहेछ। त्यसलाई हामी त अलिक मुनि जानु पऱ्यो अब निशा डाङ्गीलाई खोज्न होइन। किन कम्पेरिजन त एप्पल टु एप्पल खालको हुनु पऱ्यो होइन। सो निशा डाङ्गी वेयर सी इज ओके, फाइनली भेटिनु भयो है उहाँकोमा पनि टक्क। अब यसमा चाहिँ के भयो भने यति मतले चाहिँ लिड गरिरहेको भनेर त्यो फिगर चाहिँ आएन होइन। तापनि कसले चाहिँ पछ्याइरहनु भएको छ भन्ने चाहिँ ठ्याक्क देखाउँछ कि होइन। को चाहिँ छ र कसले चाहिँ पछ्याइरहनु भएको छ भनेर निकटतम प्रतिद्वन्द्वीको मत भनेर देखाउँछ होइन। यहाँनिर नेपाली काङ्ग्रेसले चाहिँ उहाँलाई पछ्याइरहनु भएको रहेछ र उहाँ चाहिँ अग्रस्थानमा हुनुहुँदो रहेछ। यसरी नै तपाईँहरूले नै अनेक प्लेटफर्ममा हेरिरहनु भएको होला होइन। म चाहिँ यो 3टै प्लेटफर्म हेरिरहेको छु र मलाई यो अनलाइन खबरको चाहिँ अलिकति मोर डिटेल लगाइरहेको चाहिँ ट्याक्क कसले पछ्याइरहेको छ भनेर नि हेर्न मिल्ने भएर। तपाईँहरूको नि अब धारणा के कस्तो छ यसो सेयर गर्नुहोला है, कमेन्ट गर्नुहोला। हस्, थ्याङ्क यू, बाई।